नमस्ते साथीहरू र आज चाहिँ मैले ल्याएको छु ठुल्ठुलो मोमो अर्थात् यहाँ भनिन्छ हामी भन्ने गर्छौँ टाइपो है। हेर्नुहोस् न मेरो हात जत्रो टाइपो लिएर आएको छु र खानामा साथ दिनुहोला भन्दै अनि चट्ट परेको अचार है अनि एक थाल ठुलो मोमो है टाइपो हजुरहरू समक्ष ल्याएको छु। हेरिदिनु होला, माया गरिदिनु होला अनि साथ सपोर्ट दिनुहोला है अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै अब चाहिँ खाना बसाउँ ल। हाई भनिसकेँ मैले है, हेर्नु होला हजुरहरूकोमा चाहिँ यसलाई के भनिन्छ त्यो पनि कमेन्ट गरिदिनु होला है। अनि चट्ट परेको अचार हजुरलाई देखाइसकेँ अनि अब चाहिँ खानापट्टि ध्यान दिउँ ल। अरू कतैपट्टि ध्यान नदिउँ, खानापट्टि ध्यान दिउँ। यस्तै हो होइन, म चाहिँ खानापट्टि नै हो क्या। तपाईँहरू चाहिँ अब कतापट्टि हो मलाई थाहा भएन। म चाहिँ खाना चाहिँ धेरै मन लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ हेर्नुहोस् न। टाइपो वाउ चिकन टाइपो है यो चाहिँ ल। ठुल्ठुलो मोमो हाम्रोतिर चाहिँ टाइपो भन्ने गरिन्छ ल। हजुरहरूकोतिर के भन्छ कमेन्ट गरिदिनु होला। अघि पनि भनिसकेँ मैले र अब केले खमखम भइरहेको थियो र मैले हातले भाँच्दै है सानो सानो पिस बनाउँदै मुखमा कप्पा हाल्दै गर्दै थिएँ ल। अनि यो चाहिँ मैले आफै बनाएको हो र हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। कसलाई मनपर्छ त्यो पनि भनिदिनु होला है। मलाई चाहिँ टाइपो एकदम मनपर्छ। टाइपो मोमो भनेपछि म चाहिँ हुरुक्कै हुन्छु है। त यसरी खानु पाउँदा झन् आमा कस्तो चाहिँ हुन्छ होला होइन। पुरा ठुल्ठुलो थियो, मतलब एउटा मक्टुमा चाहिँ मक्टुभित्र दुईवटा गरेर बनाएको नि त। अब कत्रो थियो अब तपाईँहरूले बुझिसक्नु भयो होला है। म चाहिँ यति खाँदै नै अगाइसकेको थिएँ क्या। अब मेरो चाहिँ पेट ला खान्छु त भनी ल्याएको थिएँ तर मैले खान नसक्ने अवस्थामा पुगिसकेको थिएँ ल। म चाहिँ अब आँट गरेर चाहिँ ल दुईवटा चाहिँ सक्छु होला भनेर चाहिँ ल्याएको थिएँ कि। तर हेर्नुहोस् न पेट आधा एउटा खाँदै अब भरिगयो कि र पनि सक्छु होला भनेर चाहिँ आँट गरेर चाहिँ धमाधम खान थालेँ। अन्त फेरि अर्को पनि स्टार्ट गरेँ होइन। स्टार्ट गरेपछि चाहिँ अब त्यसलाई त अब खप्पै खानु भएन, मुखमा अट्दैन। अनि यसलाई पनि सानो पिस गरेर मुखमा खप्पै। अनि यसरी खाँदा चाहिँ एकदम मिठो वाउ हेर्नुहोस् न हो। कत्रो चाहिँ हातमै नअटेको अन्त हातमै त अट्दैन हो। हेर्नुहोस् त वाउ है। हजुरहरूलाई पनि कसलाई मनपर्छ कमेन्ट गरिदिनु होला है। अनि हेर्नु होला मजाले मैले खाएको भिडियो र म चाहिँ फुल पेट भएर पनि अझै मुखले चाहिँ पेट चाहिँ अगायो, मुखले चाहिँ खाउँ खाउँ भनिरहेको थियो क्या। त्यसै कारण म खाइरहेको थिएँ होइन। अन्त यसरी खाँदा चाहिँ अब अगाएपछि खाँदा चाहिँ मिठै लाग्दैन रहेछ क्या। मैले अब रियलमा भनेको होइन, किन मिठो छ भन्नु। अब अगाएपछि चाहिँ मिठै लाग्दैन रहेछ क्या। मैले चाहिँ यति चाहिँ जबरजस्ती खाएँ होइन। अब मुखले चाहिँ खाउँ खाउँ भनिरहेको छ मिठो भएर, तर पेटले चाहिँ अब नखा भन्दैछ क्या मलाई चाहिँ। र अब खानु सक्छु कि भनेर त आधा चाहिँ खाएँ होइन बल्ल तल्ल। अन्त अब चाहिँ नसक्ने परेँ, फुल भयो मेरो। एउटा खाँदा त अगाइसकेको थिएँ, अर्को चाहिँ मैले जबरजस्ती खाँदै थिएँ होइन। मुखले मागेपछि खानै पर्यो। अन्त अन्त्यमा चाहिँ मैले अचार खाएको ल। अन्त मलाई पिरो भएको थियो अनि पानी चाहिँ गुटुक्क पारेँ ल। तातो पानी थियो र मैले बिस्तारै बिस्तारै खाँदैछु। अब तातो पानी वात्तै खानु भएन है। अन्त यति उब्रिएको थियो हेर्नु होला। अनि अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद हजुरहरूलाई भन्दै आजको भिडियो यहीँ समाप्त गर्न चाहे। नेक्स्ट भिडियोमा भेटौँला, बाई।